चुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त हुँदैछन्। रवि बाहिर हुँदा परम्परागत दलहरूलाई सकस हुने देखिएको अवस्था छ र बिहिबार मात्रै उनलाई रिहा गरेर आदेश विशेष गरेर उच्च अदालत तुलसीपुरले दिएको छ। यो आदेशसँगै प्रक्रिया पूरा हुन सक्यो भने शुक्रबार नै उनी थुनामुक्त हुनेछन्। फागुन 21 मा प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ। सबैजसो दलहरूले आन्तरिक रूपमा चुनावको तयारी गरिरहेका छन् र यस्तो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ रानो बिनाको मौरी जस्तो बनेको थियो। तर रविलाई थुनामुक्त गर्नु भन्ने आदेश आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको आत्मविश्वास समेत बढेको स्थिति पनि छ र यस्तो अवस्थामा ठुला दललाई चुनौती बन्न सक्छन् रवि लामिछाने र लामिछाने यसबीचमा कारागारभित्रैबाट राजनीतिक रूपमा उनी सक्रिय थिए, राजनीतिक मोर्चामा उनी सक्रिय थिए र उनी फागुन 21 को चुनाव अघि जसरी पनि आफू कारागारबाट निस्कनुपर्छ भन्ने किसिमको रणनीतिमा पनि थिए र यसका लागि उनका पार्टीका शीर्ष तहका नेता र कार्यकर्ताले त्यो लबिङ पनि गरेका थिए। अन्तरिम सरकार समक्ष दबाव पनि बढाइरहेका थिए। सुशीला कार्की नेतृत्वको सरकारमाथि उनले यो मुद्दालाई छिटोभन्दा छिटो टुङ्गो लगाइदिन भनेर आग्रह गरेको, प्रत्यक्ष रूपमा भेटेर पनि त्यसबारेमा अनुरोध गरेको विषयहरू सार्वजनिक भएको थियो र सार्वजनिक रूपमा पनि यो मुद्दालाई उनीहरूले उठाइरहेको स्थिति पनि थियो र चुनावी अभियानको निर्णायक समयमा रवि लामिछाने हिरासतबाट छुट्नु अन्य दलका लागि पनि यो चुनौती बन्न सक्ने आकलन देखिएको छ। रवि लामिछाने चुनाव लड्नेछन्, उनी अयोग्य छैनन् चुनाव लड्नका लागि भन्ने किसिमको जानकारी कानुनका जानकारहरूबाट आएको छ र भर्खरै कार्यक्रम सिधा कुरा जनतासँगमा मैले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरि ढकालसँग संवाद गरेको छु। संवादका क्रममा के रवि लामिछाने अब चुनाव लड्छन्, त्यसका लागि उनी एलिजिबल छन् त भनेर यो प्रक्रियाबारे तपाईँले केही कानुनी रूपमा बुझ्नु भएको छ कि छैन भनेर सोद्धाखेरि ढुक्कले लड्छन्, अब रवि लामिछाने चुनाव लड्छन्, पक्कै पनि लड्छन् भन्ने किसिमको जानकारी हरि ढकालले पनि दिएका छन् र कानुनका जानकारहरूले पनि यही नै बताइरहेको स्थिति छ कि कानुनी बन्देज उनलाई छैन चुनाव लड्नका लागि। किनभने यसअघि रेशम चौधरी पनि जेलभित्रैबाट चुनाव लडेका थिए र विजयी भएका थिए र त्यस्तै अवस्था भएका कारण पनि रवि लामिछाने अब मुद्दा प्रक्रिया चलिरहन्छ, चुनाव पनि उनले लड्न पाउनेछन् भन्ने किसिमको जानकारी प्राप्त भएको छ। मलाई विशेष गरेर हरि ढकालसँगको यो संवादका क्रममा र अन्य कानुनका जानकारहरूसँग पनि बुझ्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एक प्रकारले आफ्नो चुनावी अभियान सुरु गरिसकेको छ र सभापति लामिछाने बिना चुनावमा सहभागी हुनुपर्दा यो पार्टीका लागि नतिजा सुखद नहुन सक्थ्यो। तर अब लामिछाने बाहिर निस्केपछि भने यसले पार्टीको चुनावी नतिजामा पनि पक्कै पनि प्रभाव पार्नेछ, निश्चित छ। यसबारेमा दर्शकहरूलाई मैले जानकारी गराएँ। आजको कार्यक्रममा रवि लामिछानेका सन्दर्भमा एउटा विशेष रिपोर्ट छ। उनलाई आदेश दिने बखतमा अदालतले भनेको कुरा के हो मूलभूत रूपमा त्यो रिपोर्ट मार्फत देखाएका छौँ र अब रवि लामिछाने छुट्ने प्रक्रिया के हुन्छ, उनी कहिलेसम्म छुटिसक्छन्, यसबारेमा उच्च अदालत बुटवलका सूचना अधिकारीसँग गरिएको संवाद, उनीबाट लिइएको जानकारी सहितको विशेष रिपोर्ट आजको कार्यक्रममा देखाएका छौँ र विशेष गरेर पूर्व डिआइजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी भने थुनामै छन्। कारण के हो भन्दाखेरि जोशीको धरोटी बराबरको रकम राखेर रिहा हुने जुन निवेदन थियो त्यो निवेदन हृदपूर्वक पेश नभएको भन्दै उनी थुनामा रहेका छन्। रवि लामिछानेले आफ्नो भागमा पर्ने 2,74,84,000 रुपैयाँ बराबरको रकम बुझाएर छुटिन पाऊँ भन्ने किसिमले उनले निवेदन दिएका थिए र छविलालले पनि सोही प्रकृतिको निवेदन दिएका थिए, तर उनले रकम भने खोलाएका थिएनन्। त्यसकारण अब छविलालको हकमा उनले हृदपूर्वक निवेदन पेश गर्नुपर्नेछ र त्यस पछाडि उनी पनि छुट्न सक्ने सम्भावना देखिएको छ। र यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने यस सहकारी ठगी प्रकरणका मुख्य योजनाकार जीवी राई अहिले पनि फरार छन्। उनी हाल मलेसियामा छन् भनेर बताइएको छ, तर उनलाई पक्राउ गरेर ल्याउनको लागि अहिले पनि सकिएको छैन। सरकार, प्रहरी र इन्टरपोल संयन्त्र सबका सब उनीहरूको सक्रियता देखिएको छैन, मौन छन्, रहस्यमय मौनता देखिएको छ र पछिल्लो समय जीवी राईका सन्दर्भमा राज्य संयन्त्र मौन देखिएको छ। पक्राउ पूर्जी समेत जारी भइसकेको व्यक्ति वर्षौंदेखि फरार रहँदा पनि उनलाई पक्राउ गरी नेपाल ल्याउन न त सरकारले चासो देखाएको छ, न प्रहरी, न इन्टरपोल संयन्त्र कसैले पनि चासो देखाएको छैन। यतिसम्म कि उनका बारेमा अहिले सञ्चार माध्यमले खबर समेत लेख्न छाडिसक्यो र समाजमा पनि उनका बारेमा बहस हुन छोडिसक्यो। उनका बारेमा
कुरा हुन छोडिसक्यो। यद्यपि चुनावको मुखमा रवि लामिछाने भने थुनामुक्त हुँदैछन् र यस्तोमा अब परम्परागत दलहरूलाई सकस हुने देखिएको छ र यिनै सन्दर्भमा केन्द्रित रहेर आजको कार्यक्रममा विशेष रिपोर्ट देखाएका छौँ र विशेष संवाद पनि गरेका छौँ। तपाईँले हेर्न नछुटाउनुहोला। आजको कार्यक्रम सिधा कुरा जनतासँग विशेष छ, हेर्न नछुटाउनुहोला। यसबाहेक अन्य विषय पनि समावेश गरेका छौँ। शुभरात्रि।